दर्शकबिन्द, दुर्गा प्रसाई भारत पुगेको खुलिसकेको छ। काठमाडौँमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई भारत पुगेको खुलेको हो। एक उच्च प्रहरी अधिकारीले प्रसाई भारत पुगेको बताए। यही चैत 15 गते प्रसाईले कमान्ड गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौँ छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए। राजावादीको प्रदर्शनका क्रममा 2 जनाको मृत्यु भएको थियो। पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनले ज्यान गुमाएका हुन्। प्रदर्शन क्रममा दर्जनौं सवारी साधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी, भाटबटिनी सुपर स्टोरमा लुटपाट समेत भएको थियो। प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका कमान्डर समेत रहेकाले प्रसाईलाई पक्राउ गर्ने सरकारी तयारी बीच उनी काठमाडौँ छाडेर भारत हानिएका प्रहरीको भनाइ छ। शुक्रबार चैत 15 राति उनी काठमाडौँ छोडेर भारततर्फ लागेको प्रहरीले जनाएको छ। प्रदर्शन हिंसात्मक बने लगत्तै उनी ललितपुरको इमाडोल स्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेका थिए। त्यहाँ फलफुल खाएर सोही राति उनी ललितपुरको फर्चीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत पुगेको प्रहरीको दाबी छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने प्रसाई ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ। उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको प्रहरीले जनाएको छ। प्रसाई भारत पुगेको सूचना लगत्तै प्रहरीका केही अधिकारीहरूले त्यहाँको सहयोगमा उनलाई पक्राउको आन्तरिक तयारी सुरु गरेका छन्। त्यस निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB को टोलीले भारतीय प्रहरीसँग समन्वय थालेको छ।